एक्सरसाइज चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो खुट्टाको लागि हुन्छ, मेनली चाहिँ यो ग्लुट्सको लागि। अनि यसको चाहिँ तीनटा हुन्छ कि एउटा चाहिँ वाइड हुन्छ, एउटा चाहिँ बिचमा हुन्छ अनि एउटा चाहिँ यहाँ हुन्छ। अनि अब यो चाहिँ तीनटा सेट हुन्छ। ल स्टार्ट गरौँ है त। पहिला चाहिँ वाइडबाट गर्छु। वाइडबाट गर्दाखेरि चाहिँ 1 2 3 4 5 6 7 8 9 10 5 more each time. 1 2 3 4 5 6 पोजिसन मिलाउन पर्यो। 1 2 5 थाके के भयो आज त म थाके। हेलो साथीहरू, माइक चेक माइक चेक माइक चेक। अब फेरि स्टार्ट गर्ने बेला भइसक्यो है। अब खाने बेलामा चाहिँ आँखा नदेख्ने, अब एक्सर्साइज गर्दाखेरि चाहिँ अब रुन लागेर चाहिँ कहाँ हुन्छ त नि है। जसरी भए पनि लेग बनाउनै पर्छ भनेर चाहिँ मैले यहाँ चाहिँ आफैलाई मोटिभेट गर्दैछु। गाइज मलाई पनि तपाईँहरूको मोटिभेसन चाहिएछ के। खासमा चाहिँ अब मैले क्लोज अनि वाइड अनि गरेर गऱ्यो भने चाहिँ हुन्छ भनेर भनेको थिएँ नि त। मेरो वान साइडमा चाहिँ 15 केजी छ के, जस्तो यता 15 छ उता 15 छ। अहिले चाहिँ मैले वाइडमा चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 मा गाह्रो भइसक्यो है गाइज मलाई। 14 15 16 मा 17 18 19 20 मा चाहिँ यस्तो भइसक्यो। मैले चाहिँ लास्टवाला वाइडवाला चाहिँ कतिसम्म सक्छु भनेर चाहिँ गरिरहेको हुन्छु। अब त्यसपछि चाहिँ अब अलिकति अपमा चाहिँ क्लोज गरेर गर्ने हैन। यसमा पनि अब मेरो चाहिँ दाँतबाट पसिनै निस्केको थियो के। अब सबैजनालाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब बडी बनाउनलाई एकदमै सजिलो छ जस्तो लाग्छ, एकदमै स्ट्रगल छ है गाइज। यो बिहान 5 बजे उठेर गएको जिम हो। अनि यो पनि मैले 15 टाइम्स कि त 20 टाइम्स नै गरिरहेको हुन्छु। तर यो लेगको एक्सर्साइज गर्दाखेरि चाहिँ एउटा यसको फन्नी अथवा चाहिँ स्याडेस्ट पार्ट चाहिँ के छ भन्दाखेरि चाहिँ अस्ति नै मेरो चाहिँ फ्लोटिङ रिब्स चाहिँ फ्र्याक्चर भएको थियो के यसरी गर्दाखेरि। त्यतिखेर चाहिँ मैले 30 केजी राखेर गर्थेँ। अनि त्यतिखेर चाहिँ अलि ब्यालेन्स पनि मिल्थेन। अनि चप्पल चिप्लिने भए पनि झ्या हुन्छ गाइज।
अनि म त एकदमै गाह्रो भइसक्यो। मेरो बडी चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो हावा कसैले हावा खायो भने पनि हुन्छ नि, मैले यो सास फेर्दाखेरि पनि कता हावा पनि क्यालोरीमा काउन्ट हुन्छ जस्तो भइसक्यो कि। यदि कसैको बडी चाहिँ जति खाए पनि लाग्दैन भने चाहिँ मलाई उनीहरूलाई चाहिँ एकदम गड गिफ्ट पाएको बडी हो अनि लक्की मान्छे हो जस्तो लाग्छ कि। जे पनि काउन्ट गरेर खानुपर्छ, यसमा क्यालोरी कति छ होला, यसमा के छ होला भनेर। तर त्यस्तो धेरै कन्सियस त छैन है। त्यही पनि अब जिम गएर एक्सर्साइज गर्दा त केही पनि खान्न जस्तो हुन्छ। अनि घर आयो भने चाहिँ फेरि भात नभई हुँदैन के। मेरो त यहाँ खुट्टा पोलेर झर्नै लागिसक्यो। म त मोरे जस्तो भएको थियो यतिखेर त। यो बडी बनाउनलाई जति मेहनत गरेको छु नि मैले, यति मेहनत त मैले लाइफमा केही कुरामा पनि गरेको छैन गाइज। यति मेहनत मैले अरू कुरामा गरेँ भने त म धेरै माथि पुग्थेँ होला जस्तो लाग्छ। हुन त अब एज हुँदै गइसकेपछि हेल्दी अप्सन हुनु पनि एकदमै राम्रो कुरा हो। जिम जानै पर्छ भन्ने होइन, तर एक्सर्साइज चाहिँ टाइमली चाहिँ गर्नुपर्छ। अनि अहिले चाहिँ अब ममता र म चाहिँ सँगै जान पाएको छौँ कि, उसको र मेरो ड्युटी गरी डे अफ नाइट अफ भएको भएर उसँग गएन भने त मैले आफूलाई एकदमै ठग्दो रहेछु कि। अनि यहाँ जिममा चाहिँ कस्तो हुने भन्दा एक दुईजना एकदम जुन जिममा पनि हुन्छ नि, एक दुईजना चिनेको मान्छेहरू आएर यसरी गरेको भएन, त्यसरी गरेको भएन भनेर भन्ने कि। हुन त राम्रै होला है, नभएको नि हुनसक्छ। अनि फेरि सिकारुहरू आएर नि भन्ने कि त्यस्तोहरू हुन्छ कि हुँदैन तपाईँहरूको जिममा गाइज। हाम्रोमा चाहिँ ट्रेनर भाइ, अब यहाँको ओनर भाइले त ठिकै हो भन्नुहुन्छ, आएर सिकाउनुहुन्छ। अरू नयाँ नयाँ भाइहरूले भन्नुहुन्छ राम्रो पनि होला है। कुनै बेलामा चाहिँ ला के भनेको होला भन्ने जस्तो लाग्ने कि। खै अब के हो है, म त बुझ्दै बुझेन गाइज। अब चाहिँ हामी यो गर्छौँ। यसको नाम के हो? लेग रेजेस, काफ लेजेस हो। यसले चाहिँ मेनली चाहिँ काफ मसलहरूलाई चाहिँ फोकस गर्छ। मैले चाहिँ खासमा कति धेरै ठग्दो रहेछु भाइ ममता। मैले के भन्छ अरे कति धेरै ठग्दो रहेछु कि। म चेस्टको पनि गर्दिनँ, यो लेगको पनि यस्तोहरू गर्दिनँ नि त। कसलाई आज थाहा भयो तिमीसँग आएपछि। ओ सकिन भाइ, म त गयो डेढ। सुरु भइसक्यो, आयो। Sanity, help me. Help me to overcome. Thank you. One, two, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15. ड्रिल गर्छौँ। यसले चाहिँ मेनली फुल बडीको एक्सर्साइज हुन्छ। अब यो चाहिँ हामीले 3 सेट गर्छौँ। सुरुमा चाहिँ मैले खाली वेटमा गर्छु यसरी, अनि पछि चाहिँ फेरि वेट राखेर फर्स्ट 15, 12 अनि 10 गरेर चाहिँ गर्छौँ। अब स्टार्ट गरौँ है त। यसमा चाहिँ मेनली पोस्चर मिलाउनुपर्छ। फर्स्टमा चाहिँ यो खाली बारबेलमा चाहिँ गरेको छु। अनि यो चाहिँ 25 केजीको हुन्छ कि। अब घरिघरि ठगिरहेको मान्छेलाई चाहिँ एकैचोटि 25 उचाल्न चाहिँ अलिक गाह्रै हुन्छ। तर यसमा चाहिँ यो डेड लिफ्टमा चाहिँ अलिकति धेरै वेट भयो भने चाहिँ उचाल्न सजिलो हुन्छ भन्छन् है। अब हो कि होइन थाहा छैन। मलाई त एकदमै धेरै गाह्रो लाग्छ यहाँको एक्सर्साइज है। जिम पनि अल्छीलाई अल्याङ पल्याङ गरेर जान्छु, अनि एक्सर्साइज गर्दा नि अल्याङ पल्याङ गरेर आउँछु। अनि जिममा चाहिँ अब केही खान्न, घर गएर केही खान्न, आजलाई चाहिँ केही खान्न भनेर आउँछु। अनि जिमबाट यहाँ घरमा आउँदासम्म भोक लागेको हुन्छ। अनि फेरि खाने बेलामा बिर्सिन्छु कि गाइज। अनि फेरि खाएपछि फेरि सम्झिन्छु। म त यस्तै भइसकेँ।
अनि मैले पहिला पनि त जिम गरेको हो नि त, त्यतिखेर चाहिँ मैले यो 25 केजी राख्थेँ कि। अहिले मलाई 5 केजीले गर्न पनि एकदमै धेरै गाह्रो भएको छ कि। अब हुन त बानी पर्ला है, मैले यो डेड लिफ्ट चाहिँ यहाँ खासै छैन नि त यहाँ ठाउँ, अनि मैले यतापट्टिको त स्क्वाट गर्ने हुन्छ नि त्यसको लागि चाहिँ गर्ने ठाउँको चाहिँ मैले लिएर आएको हो कि यहाँ गर्नलाई चाहिँ। त्यस्तै भयो गाइज। यो लेग डे चाहिँ मलाई मन त पर्छ है, लेग डे चाहिँ एक्सर्साइज गर्न एकदमै रमाइलो हुन्छ। लेगको चाहिँ अलिक पावर पनि बढी हुन्छ कि, अनि हामीले वेट लिफ्टहरू गर्न पनि सकिन्छ, त्यही भएर हो। अनि त्यही नै हो गाइज, यस्तै छ है मेरो। म चाहिँ यो मेरो जिम एक्सर्साइज मैले पहिला चाहिँ पर्सनल ट्रेनर राखेर गरेको हो। त्यतिखेर चाहिँ ट्रेनरले नै भने हुन्थ्यो नि त, यस्तो गर्नु, यो पोजिसनमा गर्नु, अथवा चाहिँ यो मसललाई टार्गेट गरेर एक्सर्साइज गरौँ भनेर त्यसरी प्लान गरेको हुन्थ्यो। अनि मलाई चाहिँ त्यतिखेर गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि सबै फुल्ली डिपेन्डेन्ट भइँदो रहेछ कि। अनि अहिले चाहिँ आफैले गर्दाखेरि चाहिँ कस्तो हुँदाखेरि, अब आफैले गर्दाखेरि चाहिँ स्लो लर्नर जस्तो भइसक्यो कि। थाहा त छ तर बिस्तारै गर्ने भने। 10 केजी अब स्टार्ट गरौँ है त। यो चाहिँ हाम्रो सिस्टर्स गोल जस्तो भयो कि है। अनि उसले र मेरो चाहिँ अनएक्सपेक्टेड अनप्लान रेड कलरको टी सर्ट लगाएको रहेछौँ होइन। अनि हामी चाहिँ जिमसँगै जान्छौँ भने यो चाहिँ रमाइलो लागेको कि। हेर्दाखेरि कस्तो राम्रो लाग्यो गाइज। मेरो हालत चाहिँ यस्तो भएको थियो कि गाइज, अब घुमाएर म ढल्छु होला, म अब मऱ्यो होला जस्तो भएको थियो। अनि लास्टमा चाहिँ मैले चाहिँ यो स्क्वाड गरेँ। स्क्वाड पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होइन। अनि त्यसपछि यो पनि मैले 10 केजीको जस्ट पहिला चाहिँ मेरो स्ट्रेन्थ चाहिँ कति थियो भन्दाखेरि चाहिँ 20 सम्म गर्थेँ। तर मलाई बडी बिल्डर बन्नु छैन नि त गाइज, मलाई बडी फिट मात्रै भयो हुन्थ्यो, वेट लस मात्र गरे हुन्थ्यो। त्यही भएर लास्टमा चाहिँ मेरो हिप थ्रस्ट गरेँ। यतिखेर चाहिँ फोन अफ भइसकेको थियो कि। अनि सुरुमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ घरि फोन खिच्न मिल्ने, घरि नमिल्ने, घरि बोलेको मिल्ने, घरि नमिल्ने, त्यस्तै हुँदो रहेछ। म लर्निङ फेजमा छु गाइज, तपाईँहरूले मलाई सपोर्ट गर्नुहुन्छ भन्ने एकदमै ठुलो आशा छ मेरो। अनि मैले नि यो 15 केजीको जस्ट 18 अनि त्यसपछि 15, 12 गरेर चाहिँ हामीले गऱ्यौँ है। हामी चाहिँ एकदमै दोस्तै थाकेको थियौँ कि यो दिनमा चाहिँ। हामी 5:30 बजेतिर जिम गएको थियौँ भन्दा घर आउँदा त्यहाँ जिम सकिँदा चाहिँ 9:30 बजेको थियो। अलिअलि रेस्ट पनि लियौँ, अनि त्यसरी नै अनि स्क्वाट गऱ्यौँ, अनि यो हिप थ्रस्ट गऱ्यौँ, अनि त्यसपछि आरडिएल गऱ्यौँ। त्यही नै भयो, त्यस्तै भयो।